यहाँ राप्रपाबाट निर्वाचित हुनुभएको व्यक्तित्व प्रतिनिधित्व गर्नुहुन्छ बागमती प्रदेशमा। प्रदेश सरकार चाहिन्छ कि चाहिँदैन? किन चाहिए प्रदेश सरकार? यहाँ आफै त्यहाँ निर्वाचित भएर करिब 2.5 वर्ष बिताइसक्नु भएको छ। यो प्रदेश सरकार चाहिँ प्रदेश नै खारेज गर्नुपर्छ भन्ने एउटा तबका उठिरहेको छ। यहाँलाई के लाग्छ? एकदम नेपाली जनताले सरल भाषामा बुझ्ने गरेर प्रदेश सरकार नेपाल जस्तो देशलाई 1, 2, 3 कुनै पनि हालतमा आवश्यक छैन। यहाँ आफै सांसद हुनुहुन्छ? यस, म त प्रदेशको खारेजी हुने कुरा यदि अगाडि आयो भने सबभन्दा पहिलो गएर नम्बर 1 मा गएर हस्ताक्षर ठोक्छु, राजीनामा दिनुहुन्छ? किनभने देश र जनताको लागि यो हितै भएन, भलै भएन। ऋणमाथि ऋण मात्र थुप्र्यो र आम सांसद र आम तपाईँका कर्मचारी पाल्दैमा मात्र ठिक भयो। कुनै बेला चित्रबहादुर केसीले यही भन्नुहुन्थ्यो होइन, जब नेपालमा राजतन्त्र अन्त्य गर्ने, टेबल ठटाएर अन्त्य गर्ने अवस्था भइरहँदाखेरि नेपालमा संहिता कुनै किसिमले पनि काम छैन भने एक्लो व्यक्ति हिँडिरहनु भएको थियो नि। यस्तो रहेछ, तपाईँको नजाँदासम्म, नबुझ्दासम्म, नहेर्दासम्म र आँखाले नदेख्दासम्म धेरै कुराहरू विश्वास नलाग्ने एउटा कुरा हुन्छ। तर हामी त त्यहाँभित्र गयौँ, हेऱ्यौँ, बुझ्यौँ उहाँहरूले के काम गर्नुहुँदो रहेछ प्रत्यक्ष आँखाबाट अथवा अगाडि बसेर हरेक कुराहरू त्यो आफूले देखेको भएर अनि कुन आधारले, केमा टेकेर, कुन धरातलमा, कुन सत्यतालाई मानेर त यो कुरा ठिक छ भनेर भन्नुहोस् त। प्रदेशले यो गर्यो भनेर खै त प्रदेश, म त कहीँ पनि देख्दिनँ उपस्थिति। खै खालि त्यहाँ लगेर बजेट मात्र खनाउने हो। बजेट भनेको के अरे भएका सांसदलाई, कर्मचारीलाई, स्वकीय सचिवलाई तिनलाई तलब सेवा सुविधा मात्र लगेर बुझाउने हो भने त मेरो भन्नु केही पनि छैन। मैले अघि हजुरलाई भने यदि प्रदेश खारेजी हुन्छ भनेर केही कुरा उठेर अगाडि आयो भने सुनिल केसीले सबैभन्दा अगाडि गएर नम्बर 1 मा गएर सिग्नेचर ठोक्छन्। कहिलेकाहीँ हैसियतको पनि कुरा उठ्छ। प्रदेश सांसदहरूको हैसियत भनेको स्थानीय तहको वडा अध्यक्षको जति पनि भएन। त्यो वडा अध्यक्ष जनतासँग बरु प्रत्यक्ष नजिक हुन्छ, जोडिन्छ। प्रदेश सांसद, मन्त्री, मुख्यमन्त्री यिनीहरूको त औचित्य छैन। यिनीहरू जनतासँग कहाँ भेट्ने, कुन विषयमा भेट्ने भन्ने कुरा नि उठिरहेको छ नि त। अब हेर्नुहोस्, सबभन्दा ठुलो कुरो चाहिँ जहाँ भए पनि स्थानीय तहमा भए पनि अब अहिलेसम्म प्रदेश खारेजी भइसकेको छैन स्वाङमा। मैले अघि पनि हजुरलाई भनेको थिएँ, सबभन्दा पहिला चाहिँ आफू इमान्दार हुनुपर्छ। इमान्दारले चाहिँ धेरै बाटाहरू पाउँछन्, नपाउने होइन। तपाईँले कोर्डिनेसन गरेर जनताका समस्यामा उपस्थिति हुने, जाने, सहकार्य गर्ने एउटा कुरा भयो। तर हाम्रो देशको अवस्था हेर्दा जुन देशमा रेमिटेन्सबाट देश चल्छ, विदेशी सहयोग नलाइकन अगाडि बढ्न सकिँदैन, त्यो देशमाथि पाल्न सकिँदैन। त्यसले चाहिँ रिजल्ट दिन सक्दैन, डेलिभरी दिन सक्दैन। त्यो हिसाबले गर्दाखेरि प्रदेशमाथि अहिले प्रदेश खारेजी गरेर स्थानीय तहमा पनि जनप्रतिनिधि घटाएर अलिक धेरै अधिकार दिएर भूगोलको हिसाबले पनि अलिकति धेरै किनभने हाम्रो देशमा त तपाईँको आउने स्रोत त छैन, फेरि तलब त दिनु पऱ्यो, कर्मचारी त राख्नु पऱ्यो, जनप्रतिनिधि त राख्नु पऱ्यो। त्यसैले गर्दाखेरि भूगोल धेरै बढाउने, स्थानीय तहलाई पनि जनप्रतिनिधिको जस्तै 2टा वडा छ भने एउटा वडा बनाइदिने। मैले भन्न खोजेको कुरा चाहिँ यो, एउटा गाउँपालिका छ भने 2टा गाउँपालिकालाई एउटा गाउँपालिका बनाउने। हाम्रै देश हो नि, भार कम भयो नि त, बुझ्नुभयो कि भएन? त्यसैले गर्दाखेरि त्यो अधिकार धेरै दिने, भ्रष्टाचार मुक्त गर्ने, त्यसलाई निगरानी गर्ने स्थानीय तहलाई अधिकार चाहिँ दिनु पर्छ। किनभने जनतासँग हरेक कुरामा ठोकिने भनेको त स्थानीय तहमै हो, यसमा कुनै दुई मत छैन। अहिले हेर्नु नि, स्थानीय तहमा सबैभन्दा व्यापक भ्रष्टाचार भएको, बढी भएको भनेर महालेखाले स्थानीय तहलाई निर्केलो गरेको छ। अत्यधिक भ्रष्टाचार हुने ठाउँ स्थानीय तह, स्थानीय सरकार। अब डोजर आफ्नै, ठेकदार आफ्नै, सबै कुरा आफ्नैले पाउँछन्, पकेटका मान्छेले पाउँछन्, कमिसन जान्छ। अनि हामीले कहाँ खाएको छौँ र भनिदिने। अब हात त कसले देखाएको हुन्छ र, होइन? घुस खाएको प्रमाण हुँदैन, हुँदैन। कि सम्पत्ति शुद्धिकरण गर्नु पऱ्यो। अब ठेकापट्टामा मिले हुन्छन्। मैले अघि पनि भने, बारम्बार मैले चाहिँ प्रमाणसहित लाइभ हालेको छु, त्यही मान्छेले ठेक्का पाउँछ। व्यवस्था फेरियो तर अवस्था फेरेन। यो लामो करिब 16-17 बिचमा अब यो व्यवस्थाले काम भएन, अब फेरि व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर यहाँहरूको पार्टी र सँगसँगै अन्य विचार मिल्नेहरू पनि अहिले लागिरहनु भएको छ नि। के व्यवस्था, गणतन्त्र फेल हुन्छ? अब त्यो ती भोलिका दिनले देखाउँछ फेल हुन्छ या पास हुन्छ। तर एउटा कुरा सत्य चाहिँ के हो भने अहिले आएका, जसरी हामी गणतन्त्र, जसरी हामीले लोकतन्त्र भन्दै जसरी उहाँहरू कुर्ली कराइरहनु भएको छ, कहिले म देख्छु रङ्गशालामा मान्छे पिटिरहेको देख्छु, कहिले तपाईँको जे मन लागे त्यही गरिरहेको देख्छु, जे मन लागे त्यही बोलिरहेको देख्छु। देशको सरकार भनेको त देशको हुनुपर्छ, आम जनताको हुनुपर्छ, पार्टीको मात्र हुने? यही हो त हामीले सिकेको, यही हो त हामीले बुझेको, यही चिर्नको लागि हामी राजनीतिमा आएका हौँ। होला हामी कतिसम्म पुग्छौँ पुग्दैनौँ त्यो एउटा कुरा भयो, बुझ्नुभयो कि भएन? अनि यसरी पनि हुन्छ त,
सधैँभरि यसरी नै चल्छ त मान्छेमा कम ठुलो विद्रोह छ अहिले हरेक नेपालीमा डिप्रेसन छ सर मान्छेको व्यापार छैन बिजनेस छैन हरेक चिज चौपट भइरहेको छ यो मैले भनिरहेको होइन मैले अघि भने म त हरेक म हिजो एउटा कार्यक्रममा गएको थिएँ हाम्रो कोटेश्वरको मोबाइल व्यवसायी सङ्घको कार्यक्रममा उहाँहरू सबैजना हुन्थ्यो म तपाईँहरूको कोटेश्वरमा कतिवटा मोबाइल पसल छ कतिवटा लुगा पसल छ हरेक मानिसको नाम र थरसहित भनिदिन्छु भनेको थिएँ क्या त्यसरी सङ्गत गरेर त्यसरी काम गरेर ग्राउन्डमा हिँडिरहेको मान्छे जनतामा खुसी छैन निराशा बढेको छ डिप्रेसन बढेको छ अनि जनताले विकल्प खोज्न थाले अब स्वस्फूर्त रूपमा तपाईँलाई एउटा कुरा भनौँ मैले हेरिरहेको छु म त फेरि सत्यलाई टेकेर बोल्ने मानिस हो तपाईँले पैसा तिरेर लिएर आएको भिड त केही दिन टिक्छ क्या केही दिन जसरी अस्ति बिजुली बजारबाट आम मानिसहरू उत्रे नि नेपालको झन्डा लिएर त्यो स्वस्फूर्त रूपमा उत्रेका हुन् अब तपाईँ भन्नुहोस् पैसा लिएर आएको भिड त भोलिदेखिबाट पैसा दिन छोडेपछि आउँदैन तर स्वस्फूर्त आएको भिडले कहाँ लाँदैछ बेलैमा सच्चिने कि नसच्चिने बेलैमा अझ राम्रो काम गर्ने कि नगर्ने बेलैमा जनतामुखी हुने कि नहुने जनतालाई विकास गर्ने कि नगर्ने काम गर्ने कि नगर्ने उहाँहरू एक आपसमा गाली गरेर मात्र लाग्ने कि रिजल्ट दिने भन्नुहोस् त अहिले सर म अस्ति धेरै पनि भएको छैन हाडी गाउँमा एउटा घरमा कोटेश्वरमा र विभिन्न जिल्लामा आफैले कमाएकोबाट केही सहयोग गरौँ भनेर व्हिलचेयर दिएर आए एउटा व्हिलचेयर नपाएका कारणले गर्दाखेरि मान्छे रोएर भिख मागिरहेको छ सरकारले स्वास्थ्यको लागि अगाडि बढाउनु पर्ने हो कि होइन शिक्षाको लागि अगाडि बढाउनु पर्ने हो कि होइन हामीसँग धुरु धुरु रुनु भयो हेर्नुहोस् त आज जनताको अवस्था त्यो पीडाले पोल्दैन त्यही जनताले भोट हालेको होइन अनि त्यो जनतामुखी भएको छ त त्यो नभइसकेपछि मान्छे अब उठ्न थाले मान्छे अब जाग्न थाले मान्छे होइन हिजोभरि एउटा राजा थियो अहिले त यहाँ त हजारौँ राजा हुन थाले स्थानीय तहमा हेरे उही राजा प्रदेशमा हेरे उही राजा सङ्घमा हेरे उही राजा जो नेता पनि राजा नेता मात्र राजा होइन नेताको आसपासमा हिँड्ने पनि सबै राजा हुन थाले क्या पकेटका मान्छे मेरो नेता छ भन्ने फोटो दिएको नि यो गर्ने त्यो गर्ने यी सबै राजा हुन थाले यी राजा पाल्नको लागि ती हामीले तिरेको कर पैसा तिरेको हो जनताले तिरेको हो अब यहाँको पार्टी अध्यक्षले भनिसक्नु भएको छ अब राजालाई हामी जनताको यो उत्साह र गणतन्त्रको नाममा भएको व्यथिति र राष्ट्रघातले गर्दा अब नेपालमा फेरि हामी राजतन्त्र बिउताउँछौँ र हामी राजालाई सिंहासनमा राख्छौँ भन्ने जुन मुभमेन्ट छ र 25 गते आज बेलुका हो होइन दिउँसो 3:30 बजे एउटा भव्य कार्यक्रम छ यसलाई चाहिँ कसरी हेर्नुहुन्छ यहाँले यहाँको एउटा पार्टीको विचार पार्टी लिडरले भनेको भनाइ पार्टी आफ्नो ठाउँमा छ यसमाथि स्वस्फूर्त रूपमा मानिसहरू राष्ट्रिय झन्डा लिएर आउँदैछन् यसमा कसैले पनि पार्टीको झन्डा लिएर आउँदैन किनभने हामी देशको लागि राजनीति गर्न आएका मानिस हौँ बुझ्नुभयो कि भएन म तपाईँ जति राष्ट्रिय झन्डामा मान्छे खुल्छन् पार्टीको झन्डामा कोही पनि खुल्दैन पार्टीबाट चाहे हाम्रो भन्नु चाहे अरूको भन्नु कसैको एबिसिडी पार्टीको झन्डाबाट पार्टीका नेताहरू देखेर मान्छेमा धेरै नैराश्यता आइसक्यो कुनै पनि पार्टीका यस बारम्बार हरेकले धोका दिइरहेका छन् यो सत्य हो यथार्थ हो मेरो एउटा बानी चाहिँ के छ भने टक्क आफ्नो छुटेपछि आफ्नोलाई चाहिँ राम्रो भनिहाल्ने अरूलाई चाहिँ गलत हुने बानी चाहिँ छैन सबभन्दा पहिला सच्चिनुपर्ने ठाउँ चाहिँ आफ्नो पहिला आफ्नोले सुधार्नु पर्यो त्यसमा आफ्ना कति ठिक छन् ठिकलाई ठिक पनि भनिन्छ गलतलाई गलत पनि भनिन्छ बुझ्नुभयो कि भएन तपाईँलाई भनौँ अहिले मैले बोलेको जस्तो बोलेर हिँड्ने हो भने अरू पार्टीले कहाँ पुऱ्याउँथ्यो होला भन्नुहोस् त भीमरावल त देखियो भीमरावल मात्र होइन लुम्बिनी प्रदेशको एकजनाले तपाईँको साधारण यो कुरा अलिकति चित्त बुझ्दो भएन भनेर भाटबडिनको साउबाट जग्गा लिँदाखेरि र घर बनाउँदाखेरि साधारण आफ्नो कुरा लेख्दाखेरि पार्टीले कारबाही गर्यो अब बोल्न सक्नुपर्छ उठ्न सक्नुपर्छ जाग्न सक्नुपर्छ अब युवा हरेस खानु हुँदैन हामीलाई छुट छैन हामीलाई त्यही भनेर जनताले अगाडि बढाएका छन् गलतलाई गलत भन्ने हो सहीलाई सही ठोक्ने हो जो सुकैले सही गरोस् अगाडि फ्रन्ट लाइनमा उभिएर म त्यो सही भनिहाल्ने हो त्यसको परिणाम जे भोग्नुपर्छ त्यो देखा जाएगा त्यो डरबाट हिँडेको मानिस नै होइन अब मुलुक हाँक्ने जिम्मेवारी युवाको काममा छ युवाहरू जाग्नुपर्छ यस युवाले यो देश हाँक्नुपर्छ अब उचित सल्लाह सुझाव ती अभिभावकको लिनुपर्छ जसले गलत गरेको छ तिनलाई दण्डित गर्नुपर्छ हाम्रो मागै यही हो